Recap. हे गाइज गुड मर्निङ। अहिले चाहिँ हामी छौँ काउखोलामा। हामीहरू चाहिँ हिजो राति 8 बजेको नाइट गाडी चढेका थियौँ बुटोलबाट पोखराको लागि। अनि गाडीले चाहिँ हामीलाई 5 बजे पृथ्वी चोकमा झारिदियो। त्यहाँबाट ट्याक्सी गरेर हामी चाहिँ काउखोला पुग्यौँ। अनि त्यहाँ चाहिँ हल्का चिया नास्ता गरेर चाहिँ हामी गाडी बुक गरेर लाग्दैछौँ सिक्लेसतर्फ। हामी चाहिँ गाडीमा मस्त रमाइलो गर्दै गीत सुन्दै गीत गाउँदै गफ गर्दै अहिले चाहिँ चिप्ली गाउँमा आइपुगेका छौँ। गाइस हामी चाहिँ फाइनल्ली 1.5 घन्टा हिँडिसकेपछि काउखोलाबाट चिप्ली गाउँमा आइसकेको छौँ। चिया खान भनेर एकछिन चिया ब्रेक लिएछौँ गाइस। चिसो छ है यहाँ, त्यो चिसो अनि बर्खा जस्तो भाइ आइरहेको थियो। यो चाहिँ चिप्ली भिलेज हो गाइस। मजाको रहेछ। म चाहिँ यत्तिकै हिँड्दैछु। त्यहाँ चाहिँ हामी 10 जना थियौँ क्या एउटा जिपमा ग्रुप। अनि अरूले चाहिँ चिया खाँदैछन्। म चाहिँ चिया खाँदिनँ गाइस आजकल, त्यही भएर हल्का घुमौँ भनेर एक्लै डुल्दैछु। सिक्लेस जान लागेको हजुर। ए गाइस अब चाहिँ हामी अझै 1.5 घन्टामा हामी माथि सिक्लेस पुग्छौँ बल्ल। हामी चाहिँ 10 जनाको ग्रुप छ है। ल भाइहरू के भन्नु छ भने भन है। हाम्रो भाइहरूले एकदम रमाइलो गरिदिरहेको छ यहाँ। हामी चाहिँ यहाँ रोकेको गाइस गाडीबाट झरेर। दाइ चाहिँ गाडी लिएर उताबाट जानु हो, यो बाटोमा पुग्ने। हामी चाहिँ पुलबाट जान्छौँ। दामी देखेछ गाइस बादल। हामी चाहिँ अझै पुल क्रस गर्दै साथीहरू तपाईँहरू पनि सिक्लेस घुम्ने प्लानमा हुनुहुन्छ भने बिचमा पर्ने यो झोलुङ्गे पुल मिस नगर्नु होला। यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ अनि फोटो पनि बबाल आउँछ। फाइनली गाइस हामी चाहिँ सिक्लेस पुग्यौँ 3 घन्टाको कठिन यात्रापछि। यहाँ चाहिँ भ्यू चाहिँ बवाल देखेछ। आज पानी चाहिँ परेको थियो बिहान, अहिले परेको छैन। सिक्लेस गाउँ आइपुग्यौँ हामी। सानो गाउँ रहेछ यो चाहिँ। पहिला यसो गर गाइस हामी चाहिँ सिक्लेसमा खानासाना खाएर 11 बजेतिर चाहिँ हामी हाम्रो ट्रेकिङ चाहिँ स्टार्ट गरेका छौँ। हाम्रो भाइहरू चाहिँ ग्रुपका भाइहरू चाहिँ हामीले ढिलो गऱ्यौँ भनेर छोडेर गइसक्यो अगाडि। हामी चाहिँ जाँदैछौँ। अब बाटोमा के हुन्छ सबै देखाउँछु मैले त गाइस। आन्टी हामीसँग आएको एकजना होटेलको आन्टी चाहिँ उहाँ पुग्नु भएछ गाइस। हामी चाहिँ यहीँसम्म चाहिँ उहाँ हुनुहुन्छ। थाक्यो गाइस। यस्तो उकालोबाट आएको अझै उहाँ माथि पुग्नु त्यो रुखसम्म थाक्ला। हामी चाहिँ त्यो हुगु पुग्नलाई अझै 3.5 घन्टा छ भनेर देखाइरहेको माथि बोर्डमा। पानी पर्न लागिसक्यो गाइस। अब हामी के हुन्छ हाम्रो हालत। पानी परिरहेछ। जुगाडी टोकेछ गाइस। बाटोमा हिँड्दा यस्तो बवाल दामी झर्ना देख्थ्यो गाइस।
हुगु पुगेको छैन हामी आवाज सुने कि थाहा सुने होइन थाहा भएन गाई त्यत्रो ठुलो आइरह आवाज खोलाको कस्तो राम्रो देखेछ व्हाइट व्हाइट ब्लू ब्लू कलरको पानी हिँड्दै हिँड्दै फेरि पानी पऱ्यो गाइस कति पानी पर्ने अनि फेरि हराउने गरिरह आजको दिनमा पानी परेछ अनि रेनकोट लगाउँछौँ फेरि पानी हराउँछ अहिले त एकदम पर्ला जस्तो ठुलो ठुलो ठोपा परिरह हेरौँ एकछिन अनि अझै पऱ्यो भने चाहिँ हामी रेनकोट लाउनु पर्छ फेरि अझै पुगेन मैले चाहिँ हाम्रो 5 बज्नु चाहिँ अब 5 मिनट मात्र बाँकी छ अब कति हो थाहा छैन अझै पुग्नलाई आधी घन्टामा सायद पुगिन्छ होला यस्तै हो गाइस गाइस हामी चाहिँ पानी आएर फेरि रेनकोट लाएर रेडी भइसक्यौँ अब फेरि हिँड्यो ओडार मुनि ओत देखाउँ लेट्स गो पानीमा हिँड्यो अब गाइस हामी चाहिँ पानीमा रुच्दै रुच्दै आइपुग्यौँ 5:30 बजे हुगुमा अनि हामीले लुगा पनि चेन्ज गरिसक्यौँ गाइस जम्मै भिजेको थियो हाम्रो लुगा चाहिँ अनि हामीलाई आयो तातो तातो चिया र मकै हामी इन्जोय गर्दैछौँ चिसो चिसो मौसममा तातो तातो चिया चियर्स हाम्रो रुम टुरको कुरा गर्दाखेरि गाइस यो चाहिँ रुमको इन्ट्रान्स भयो एउटा डस्टबिन छ यहाँनिर अनि यहाँ चाहिँ 2टा बेड छ डबल बेड 2टा अनि त्यहाँनिर चाहिँ एउटा झ्याल छ त्यति हो अनि बत्ती त छ यहाँतिर तर यो लाइनको बत्ती होला सायद लाइन नभएर होला अनि उयो त्यहाँ चाहिँ एउटा बत्ती चाहिँ सोलरको रहेछ त्यही मात्र बल्छ अरू चाहिँ बले छैनन् त्यस्तै हो गाइस यति रुम टुर चाहिँ हामी चाहिँ हिजो राति बसेको गुगोट भन्ने ठाउँबाट माथि काउकुची लेकको लागि हिँड्न लाग्यो गाइस अहिले चाहिँ बिहानको 6 बज्यो तर पानी परेर यस्तो छ बिजोक हामी चाहिँ हिँड्न लाग्यौँ अब हेरौँ कतिमा पुगिन्छ बाटो चाहिँ 2 देखि 2.5 घन्टाको भन्नुभयो होइन ल हामी चाहिँ रेडी भएर निस्क्यौँ हेरौँ हामीलाई कति टाइम लाग्छ हामी ठ्याक्कै 6 बजे निस्क्यौँ गाइस हामी चाहिँ 1.5 घन्टा हिँडिसक्यौँ अलमोस्ट आइसक्यौँ हामी जानु चाहिँ ऊ त्यहाँ माथिबाट एउटा व्हाइट व्हाइट कलरको झरेको देख्यो नि त्यहाँदेखि तल हो यहाँतिर हो जाने हामी चाहिँ अब 10-15 मिनटमा चाहिँ पुग्छौँ होला त्यस्तै हो गाइस अहिले चाहिँ पानी अलि बिदो भयो नभए त्यत्रो बेरमा पानीमा हिँडिरहौँ फाइनली गाइस वी आर एट कापुचे ग्लेसियर लेक लोएस्ट एल्टिट्युड ग्लेसियर लेक इन वर्ल्ड यो चाहिँ 2450 मिटरको हाइटमा रहेछ ल भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले वाह लेक चाहिँ यहाँदेखि स्टार्ट भएर यस्तो छ यो लेकले चाहिँ कलर फेर्छ अरे गाइज टाइममा यो टाइममा चाहिँ हामी अहिले जेठमा आयौँ नि त अहिले चाहिँ हामीले कुन देख्न पाइयो ग्रिन देख्न पाइयो अनि उयो माथिबाट चाहिँ उयो हिम पहिरो आउँछ अरे त्यो लक्की भयो भने चाहिँ हिम पहिरो देख्न पाइन्छ भन्थ्यो तर वी आर नट सो लकी टु सी द्याट त्यो पनि त्यस्तो ढुम्म बादल चाहिँ देखिएन राम्रै देखियो है ताल चाहिँ खुसी लाग्यो एकदम पानी परिरहेको नि त हिजोदेखि अनि डर थियो हामीलाई केही पनि देखिन्न कि भन्ने तर ठिक छ यतिको त्यति धेरै एक्सपेक्टेसन पनि थिएन हामीलाई त्यो भिडियोहरू हेर्दाखेरि ठिकठाक छ राम्रै छ भन्ने जस्तो लागेको थियो ठिक छ जुन एक्सपेक्टेसन थियो त्यो चाहिँ मिट भयो गाइज अब हामी तल जान्छौँ फोटोसुट गर्छौँ अनि तपाईँलाई पनि ताल चाहिँ नजिकबाट देखाउँछौँ है त गाइज लेट्स गो नजिकबाट चाहिँ यस्तो देखिन्छ है गाइस लेक चाहिँ पानी परिरह लास्ट जाडो हो पानी त यस्तो चिसो हो नि अति नै चिसो हो
यहाँदेखि यहाँसम्म रहेछ लेक चाहिँ। अनि माथि चाहिँ यस्तो छ, यहाँ दुईवटा हिमालको टुप्पोहरू देखिरह, कुन हिमाल चाहिँ थाहा भएन मलाई। अनि मौसम खुलेकै छैन, यस्तै छ। त्यही आयो, फोटोसोटो खिचियो। अब हामी चाहिँ फर्किन्छौँ। गाइज हामी चाहिँ कठाङ्ग्री र चिसोमा फोटोसुट गऱ्यौँ। यस्तो चिसो भयो। अनि अब फाइनल्ली चाहिँ 10 बज्यो। 10 बजी चाहिँ हामी यहाँबाट निस्किँदैछौँ। उयो माथि चाहिँ एउटा होटल छ, अनि त्यहाँ चाहिँ गएर चाहिँ हामीले चिया खान्छौँ, एकछिन हाँस सेकाउँछौँ। लास्टै चिसो भयो ठिराहा। अनि त्यसपछि हामी अनि हिजो बसेको होटल हुगुमा गएर खाजा खान्छौँ हाम्रो प्याकेजको। अनि त्यस पछाडि फेरि हामी सिक्लेसको लागि गुटुङटुङ तल झर्नुपर्ने हुन्छ गाइज। बाई बाई बाई। काउपु के हो लेखको नाम? कपुचे कुपुचे काउपुचे वाट एभर। बाई बाई। थ्याङ्क यू फर द ब्युटिफुल मेमोरिज। के भयो?